यहाँहरु सबैजनालाई नमस्कार। आज यो यति दिनसम्म लगभग एक हप्तासम्मको झरीले किसानहरूलाई एकदमै आहत बनाएको थियो। हाम्रो धान काट्नु भएको सबैजसो किसानहरूको धान भिजेर बर्बादै भएको अवस्था थियो। यहाँ अघिल्लो भिडियोमा मैले प्रस्तुत गरेकै छु। आज मौसमले साथ दिन खोजेको हो कि फेरि त्यस्तै बाँकी रहेको धान पनि उस्तै होस् भन्न खोजेको हो। अलिअलि खुलेको छ, हजुरले भिडियोमा देख्न सक्नुहुन्छ। लट्रम्मै फलेका पहेँलपुर धानहरूका फाँट हजुरले देख्नुभएको छ भने ऊ परको डाँडा माथि फेरि बादल हेर्दा सेतो छ। यो फेरि कालो भएर यो आज काट्न खोजिएको धानलाई पनि फेरि अप्ठ्यारो पार्छ कि भनेर हामी डराइरहेको अवस्था छ। प्लानिङको हिसाबले लगभग अब फाँटमा धान काट्ने 1 बजेबाट धान काट्न सुरु गर्ने भन्ने खालको प्लान छ। तर अब के हुन्छ भन्न सकिने अवस्था छैन। हामी सबैको सद्भाव शुभेच्छा अब पानी नपरोस्। जति दुःख पाउने हामीले पाइसकेका छौँ, सबै किसानहरूले पाइसकेका छन्। सोशल मिडियाहरूमा तपाईहरु सबैले भिडियोहरू देख्नुभएकै छ। अब चाहिँ त्यस्तो नहोस् भन्ने हामीले शुभेच्छा प्रकट गरेका छौँ। आज लगभग यो 1 हप्तापछि मौसम खुल्दा घाम लाउँदा अब बाँकी रहेका किसानहरू जो धान काट्न बाँकी हुनुहुन्छ उहाँहरू अलिअलि हर्षित मुद्रामा देखिनु भएको छ। तर त्यो हर्ष यी डाँडाका काठहरूमा देखिएको बादलले हामीले भिडियोमा पनि देख्न सक्छौँ। साना साना बादलका टुक्राहरू डाँडामा अल्झिएर बसेका छन्। ती फेरि माथि आएर पानी पार्ने हुन् कि भन्ने चिन्ता हामी सबैलाई लागेको छ। यो साल बङ्गालको खाडीमा आएको चक्रपातको परिणामस्वरूप नेपालभरि सायद इन्डियामा पनि धेरैजसो स्थानमा यो धान काट्ने बेलामा धानलाई बिगार पार्ने गरी हामीले अघिल्ला भिडियोहरूमा पोस्ट गरेका थियौँ। बर्खाकै अनुभूति दिने टाइपको पानी परेको थियो। धेरै किसानका धानहरू भिजेका थिए। अब हाम्रो सद्भाव र शुभेच्छा यो छ कि अब त्यस्तो नहोस्, अब त्यस्तो खालको पानी नपरोस् भन्ने खालको सद्भाव र शुभेच्छा छ। अब किसानलाई त्यो खालको मार नपरोस्। अब बाँकी रहेको खेतको धान सबैले सहजतापूर्वक उठाउने यो बर्खादेखिको दुःख मेहनतको परिणाम हो। यो बर्खादेखिको दुःख मेहनत